नमस्कार, ऑल स्टोरी सपोर्टमा यहाँलाई स्वागतम छ। आज चाहिँ लोकसेवा विशेष गोरखापत्र प्रश्न वस्तुगत क्वेशनहरू ल्याएर उपस्थिति भइसकेको छु। नम्बर 1, राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी 3 वर्षको आर्थिक वृद्धि दर कति हुने अनुमान छ? यसको राइट आन्सर 7.1%। त्यस्तै नेक्स्ट क्वेशन, अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छन्? यसको राइट आन्सर जुन 21। त्यस्तै नेक्स्ट क्वेशन, राष्ट्रपति चुरे तराई मधेस संरक्षण दिवस कहिले मनाइन्छन्? यसको राइट आन्सर असार 2 गते। त्यस्तै नेक्स्ट क्वेशन, युएफए नेसनस लिग फुटबल 2025 को उपाधि कसले जित्यो? यसको राइट आन्सर पोर्चुगल। त्यस्तै नेक्स्ट क्वेशन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिलेदेखि लागू हुने गरी 12 देशका नागरिकहरूलाई पूर्ण र आंशिक यात्रा प्रतिबन्धन घोषणा गरेका हुन्? यसको राइट आन्सर सन् 2025 जुन 9 मा। त्यस्तै नेक्स्ट क्वेशन, संयुक्त विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्युरोकन 2 काठमाडौँमा कहिले सम्पन्न भएको हो? यसको राइट आन्सर विक्रम सम्वत 2082 असार 4 र 5 मा। त्यस्तै नेक्स्ट क्वेशन, एसियाली विकास बैंक एडीबीले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो? यसको राइट आन्सर सन् 2025 देखि लिएर 2029 सम्म। त्यस्तै नेक्स्ट क्वेशन, सेफेल रिलालेक्स कहाँ पर्छ? यसको राइट आन्सर बुल्गेरिया। त्यस्तै नेक्स्ट क्वेशन, नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छन्? यसको राइट आन्सर शिवानन्द दास। त्यस्तै नेक्स्ट क्वेशन, विश्वको सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छन्? यसको राइट आन्सर भटमास। त्यस्तै नेक्स्ट क्वेशन, इजरायल र इरान बीच युद्ध विराम कहिले भएको हो? यसको राइट आन्सर सन् 2025 जुन 24 मा। त्यस्तै नेक्स्ट क्वेशन, मुलुककै पहिलो फ्लाइओभरको उद्घाटन कहिले भएको हो? यसको राइट आन्सर विक्रम सम्वत 2082 असार 6 गते। त्यस्तै नेक्स्ट क्वेशन, एउटै आयु वर्षमा एक भन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेका मुलुकमा मात्रै कर लिन सकिने व्यवस्था सम्बन्धी सम्झौतालाई के भनी चिनिन्छन्? यसको राइट आन्सर दोहोरो कर मुक्ति सम्झौता डीटीए। त्यस्तै नेक्स्ट क्वेशन, प्रसिद्ध समाजसेवी तुलसी मेहराद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चरखा प्रसारण नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन्? यसको राइट आन्सर भीम शमशेर। त्यस्तै नेक्स्ट क्वेशन, पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो? यसको राइट आन्सर विक्रम सम्वत 2064। नेक्स्ट क्वेशन, सरकारले गैर ब्याङ्किङ सम्पत्ति व्यवस्थापन गर्न कहिलेसम्म एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ? यसको राइट आन्सर अब 2082-83 अब 2082-83 को नीति तथा कार्यक्रम र बजेट मार्फत। त्यस्तै नेक्स्ट क्वेशन, CNN को साहसी खेलाडी 2024 को सूचीमा पर्न सफल नेपाली पर्वतारोही व्यक्तित्व को हुन्? यसको राइट आन्सर पूर्णिमा श्रेष्ठ। त्यस्तै नेक्स्ट क्वेशन, 12औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा अवार्ड जित्ने सफल चलचित्र कुन हो? यसको राइट आन्सर रेमनयाटस। त्यस्तै नेक्स्ट क्वेशन, बेइजिङ 30 एसिया प्यासिफिक मन्त्री स्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो? यसको राइट आन्सर ब्याङ्क
थाइल्यान्ड सन् 2024 नोभेम्बर 19 र 21 मा। त्यस्तै नेक्स्ट क्वेसन प्रसिद्ध मयागजित टाइमद्वारा सन् 2025 का लागि तयार पारिएको संसारका 100 उत्कृष्ट ठाउँको सूचीमा पढ्न सफल नेपाली पर्यटकीय स्थल कुन हो? यसको राइट आन्सर बुरहान वाइल्डरनेस क्याम्प बर्दिया। त्यस्तै नेक्स्ट क्वेसन आर्थिक सर्वेक्षण 2081-82 अनुसार 2081 को फागुनसम्म आधारभूत खानेपानी सेवा पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ? यसको राइट आन्सर 96.85% रहेको छ। त्यस्तै भिडियो मन परेमा लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।